यो जिन्दगीले कहाँ पुर्यायो ला 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 ढिङ्ग चिका ए 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 ढिङ्ग चिका ए ए ए ए बुढी तिमी यहाँ के गर्न आएको तपाईँ ग्याउनु खानु तपाईँको अरू केही कामै छैन उता टेबलमा मैले पैसा राखिदिएको छु तपाईँ गएर बत्तीको पैसा तिर्दिनु कति टेन्सन लिएको म तिर्दिन्छु भनेपछि तिर्दिन्छु तिमी आरामले जाऊ धेरै टेन्सन मान्नु पर्दैन यो बुढी पनि राम्रोसँग बस्न पनि दिँदैन अब के गर्नु बिल तिर्न जानु पर्यो पैसा लिएर 2 दिन भयो मैले खाना खाएको छैन मेरो शरीरमा शक्ति छैन म के काम गर्ने र के गर्ने यो बाबु एक्लै गुनगुनाउँदै के भनिरहेको होला बाबु तिमीलाई के भएको तिमी किन एक्लै गुनगुनाउँदै बसिरहेको तपाईँसँग पैसा छ भने मलाई पैसा दिनु म 2 दिनसम्म भोकेछु मैले खानै खाएको छैन अब मसँग पैसा त छैन यसलाई अब त्यो बत्तीको बिलको पैसा दिनु पर्यो जस्तो छ बाबु मसँग यति पैसा मात्र छ लिउ तिमी केही किनेर खाऊ है धन्यवाद अङ्कल यति ठुलो एहसान गरिदिनु भएको लागि धन्यवाद यो त मेरो फर्ज हो बाबु मैले तिम्रो सहयोग नगरेर अरू कसले गर्छ एक मानिसले अर्को मानिसलाई त सहयोग गर्नुपर्ने हो नि हामी आखिर मानिस भएको के काम त हामी एकअर्कालाई काम नलागेर अरू कसलाई काम लाग्छौँ बरु बाबु तिमीले सक्छौ भने अरू यस्तै तिमी जस्तै नसक्ने मानिसहरूलाई तिमी सहयोग गर्ने गर हुन्छ अङ्कल ला मलाई त पैसै तिरेको छैन अब म के गर्ने होला बुढी रिसाउला फेरि मैले यहाँ त कति अँध्यारो देखेँ तपाईँले बत्तीको पैसा तिर्नु भएन कि क्या हो मलाई त्यस्तै लाग्यो सरी बुढी मैले बाटोमा हिँड्दाखेरि एकजना गरिब फुच्चेल भेटेँ त्यसलाई पैसा दिएको केही खाऊ भनेर अनि त्यही भएर बत्तीको बिल तिर्न पाएन जिग्दो नाटक नपार्नु अब सबै काम म आफै गर्छु अब तपाईँ गर्नु पर्दैन तपाईँ जहिले नाटक बहाना कहिले के भन्दै बस्नुहुन्छ यो बुढीलाई पनि जति सम्झाए पनि हुँदैन आफ्नै जित गर्छ खालि आफ्नै जित गर्छ मान्छेलाई सहयोग गर्दा पनि के हुने जस्तो मैले सहयोग त गरेको थिएँ नि अब बत्तीको पैसा तिरेन अब के गरौँ त कोही मान्छेलाई सहयोग गर्नु राम्रै त हो नि मैले नराम्रो गरेर त होइन अब बुझ्दैन के गर्नु यस्तै हो जिन्दगी चलिरहेछ यो बुढालाई चाहिँ के सम्झाएर पनि भएन सम्झाउँदा थाकिसके दिएको कुरा पनि गर्न सक्नु हुँदैन तपाईँ यताबाट बाहिर तपाईँले गर्दा मेरो मन कति दुखिया छ तपाईँ के पनि काम गर्न सक्नुहुन्न तपाईँ यता आँखा गर्नु चाहिँ पनि नबस्नु बाहिर हेर बुढी त रिसाउनु पनि स्वाभाविकै हो मैले गल्ती त गरेको छैन हेर मैले एकजना व्यक्तिलाई मात्रै के सहयोग गरेको थिएँ बत्तीको पैसा नतिरेर भए पनि त्यो व्यक्तिले आफ्नो जिन्दगीमा के गरोस् खान पाएको छैन भन्दै थियो केही खाओस् भनेर मैले त्यो पैसा दिएको हो बुढी तैँलाई नराम्रो लाग्यो भने मेरो तर्फबाट सरी म अबदेखि त्यस्तो कामहरू गर्दिनँ तैँले जे भनिस् म त्यही मान्छु अबदेखि म तेरो कुरा मात्र मान्छु सरी बुढा मेरो पनि एकदमै गल्ती छ तपाईँ एकदमै राम्रो काम गर्नुभयो म यसमा एकदमै खुसी छु सबै गरिबलाई हेल्प गर्नुभयो त्यसमा म एकदमै खुसी छु सरी बुढा हुनु त हो बुढी दुवैको गल्ती छ अब पास्टलाई बिर्सेर वर्तमानमा जिउन सिक्नुपर्छ भनेको सुनेको थिएँ अब वर्तमानमा जिउन पुरानो सबै कुरा बिर्स्यौँ अब राम्रोसँग बसौँ ल बुढा अब प्रेजेन्टमै जिउँ 20 years later. बुढी तँलाई गाह्रो त भएको छैन नि
डाक्टर आउँदैछ होला अहिले एकछिन चिन्ता नगर है बुबा मलाई लास्टै गाह्रो भइहाल्छ कतिखेर डाक्टर आउँछ मैले कल गरिसकेँ बुढी आउँदै होला चिन्ता नगर्न है बुढी बल्ल डाक्टर आए जस्तो छ टिङ टिङ रिङ बसिरहेछ म बाहिर गएर हेर्छु है तर राम्रैसँग बस्दै गर नमस्ते अङ्कल तपाईँले मलाई कल गर्नुभएको थियो म चाहिँ डाक्टर सञ्जय अनि तपाईँले आन्टी बिरामी हुनुहुन्छ भनेको सुनाउनु भएको थियो खै आन्टी कता हुनुहुन्छ देखाउनु न बाबु आन्टी भित्र हुनुहुन्छ जाउँ किन अङ्कल तपाईँ यहाँ बस्दै गर्नु म चेक गरेर आउँछु अनि उहाँको स्वास्थ्यको बारेमा म तपाईँसँग कुरा गर्छु नि है ल ल बाबु जाऊ राम्रोसँग चेकअप गर है भगवान तिम्रो साथमा हुन् बाबु तिमी डाक्टर हो आन्टी म डाक्टर सञ्जय बोलेको म विमल क्लिनिकबाट आएको हो म तपाईँलाई चेकअप गर्छु अनि त्यसपछि त्यहीको रिपोर्ट हस्पिटलमा गएर पनि हल्का जाँचसाच गरेर हजुरलाई त्यसको इन्फर्मेसन दिन्छु नि आन्टी बाबु आन्टीलाई के भएको हो मलाई राम्रोसँग भन है अङ्कल आन्टीलाई क्यान्सर सेकेन्ड स्टेजसम्म पुगिसक्नु भएको छ त्यही भएर छिटोभन्दा छिटो तपाईँले आजै हस्पिटलमा ल्याउनु पर्ने हुन्छ त्यही भएर चाहिँ तपाईँले चाहिँ विमल क्लिनिक हस्पिटलमा चाहिँ छिटोभन्दा छिटो ल्याउनुहोस् उहाँलाई चाहिँ राम्रोसँग चेकअप गराउने चाहिँ मेरो जिम्मेवारी भएको छ अङ्कल राम्रोसँग ल्याउनु तपाईँ ढुक्क मान्नु उहाँलाई केही हुन म दिने छैन तपाईँ ढुक्कसँग आज बेलुका भित्रमा छिटो ल्याउनु जति छिटो गर्यो यो रोगलाई छिटो लड्न सकिन्छ त्यही भएर अङ्कल ल ल बाबु म आज बेलुका भित्रमा उहाँलाई हस्पिटल ल्याएर आउँछु हस्पिटलको फोन नम्बर र नाम दिएर जाऊ है ल ल अङ्कल अब हस्पिटलमा भेटौँ ल बेलुका छिटो आउनु ल बाई तपाईहरू सबैलाई मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद जसले मेरो भिडियोलाई सब्सक्राइब र बेल आइकन बजाउनु भएको छैन उहाँले बेल आइकन बजाइदिनु होला किनकि हामीहरू यस्तो नयाँ नयाँ भिडियोहरू बनाउँदै जानेछौँ र हजुरहरूलाई मनोरञ्जन गर्दै जानेछौँ धन्यवाद